बीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आज भेला भएका छौँ। अब हाम्रो यो चाडमा चाहिँ काठमाडौँमा हुने सदस्य पनि गाउँ आउने यो मौका पर्ने भएकोले हामीले यो दसैँको व्यस्त बेला पनि यो कार्यक्रम आयोजना गऱ्यौँ। हामीले पोहोरदेखि यो सुरुवात गरेका छौँ। हामी वर्षभरि आफ्नो काममा लाग्छौँ र यो चाडपर्वमा भेला हुँदाखेरि एक आपसमा भेट्ने, आफ्नो सुख दुःख साट्ने, आफ्नो प्रगति समस्याबारे सेयर गर्ने यो मौकाको रूपमा लिनुपर्छ। र आजको कार्यक्रम औपचारिक रूपमा सुरु गर्न म यस संस्थाका अध्यक्ष आदरणीय उमेश थापाज्यूलाई सभापतित्व गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिहरूमा यस वडा प्रतिनिधि सिर्जना श्रेष्ठज्यूलाई अतिथि गर्ने आसन ग्रहण गर्न अनुरोध गर्छु। त्यसै गरी डोसपानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा यस सहकारीका सञ्चालक बलविक्रम थापाज्यूलाई अतिथि आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। त्यसै गरी यस संस्थाका शेयर सदस्य हाम्रो बिजु सङ्गम बचतका अहिले के हुनुहुन्छ भूतपूर्व सञ्चालक खिरबहादुर श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्छु। विचार बाटिकाका सञ्चालक हाम्रो खिलबहादुर श्रेष्ठज्यूलाई अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। सचिव विष्णु मिनबहादुर श्रेष्ठ विष्णुलाई अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। त्यसरी डोसपानी बचत सहकारीका व्यवस्थापक हाम्रो दीपक मगरलाई अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। र सबै हाम्रो व्यवस्थापक तिलमाया श्रेष्ठलाई अतिथिको रूपमा आसन ग्रहण गर्न अनुरोध गर्छु। त्यसरी सबैलाई आफ्नो ठाउँमा अतिथिको रूपमा आसन ग्रहण गर्न अनुरोध गर्दै म आजको मेन उद्देश्य भनेको शुभकामना आदान प्रदान कार्यक्रम। अब हामीले एकअर्कालाई शुभकामना दिने र आफूलाई लागेको कुरा भन्ने यो मौका हो। हाम्रो अलिकति संस्थाको गतिविधि यहाँहरूसँग सिफारिस गर्दै म यो शुभकामना कार्यक्रम अगाडि बढाउँदैछौँ। हामीले एउटा कार्ययोजना बनाएका छौँ वर्षभरि के गर्ने भनेर, कुन महिनामा के गर्ने भनेर हामीले कार्ययोजना बनाएको छौँ। यो वर्ष विशेष गरी हामीले यो उद्यमशीलता ट्रेनिङ र कृषि उपज सङ्कलन उत्पादन र सङ्कलनलाई अलिक बढी जोड दिएका छौँ। त्यसमा हामीले गत वर्ष अब यहाँ कति नयाँ हुनुहुन्छ उहाँहरूलाई सुनाउन उपयुक्त हुन्छ। हामीले गत वर्ष 4 वटा काम मुख्य रूपमा गऱ्यौँ। हामीले जस्तो एउटा दुध सङ्कलन कार्य सुरु भएको छ सहकारीकै अग्रसत्तामा। हामीले त्यो जिम्मा चाहिँ बलविक्रम थापाज्यूलाई जिम्मा दिएका छौँ। त्यसरी अर्को चाहिँ तरकारी प्रवर्धन कार्यक्रम हामीले कृषि विकास, त्यो चाहिँ वडाबाट भएको त्यो दुधको सङ्कलन भने कृषि विकासबाट 4 वटा टनेल हामीलाई प्राप्त भएको छ। तरकारी प्रवर्धन कार्यक्रम हामीले सुरु गऱ्यौँ। त्यो चाहिँ नेत्रबहादुर श्रेष्ठ, काजी भन्छौँ भट्टबहादुर मगर र सुकमाया श्रेष्ठ उहाँलाई चाहिँ 2 वटा टनेल गरी 4 वटा टनेल प्राप्त भयो र त्यो काम गरिराख्नु भएको छ। उपलब्धिपूर्ण रह्यो त्यो काम। त्यसै गरी अर्को केरा प्रवर्धन, फलफुल प्रवर्धनमा केरा खेती प्रवर्धन भनेर हामीले गऱ्यौँ। यो पनि कृषि विकास कार्यालयकै अनुदानमा हो। त्यो चाहिँ मन्थली र गोठगाउँ 2टा एरियामा पाएका थियौँ। यो लर्कुको सिमाना, त्यसै गरी सुकाजोर खोला मन्थलीमा त्यो अलि असारको अन्तिममा त्यो कार्यक्रम लागू गऱ्यौँ। त्यो पनि उपलब्धिपूर्ण नै रहेको छ। अर्को चाहिँ हामीले यान्त्रिकरण वितरण गऱ्यौँ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यन्त्रीकरण वितरण गऱ्यौँ। त्यो बाहेक हामीले यस्तै गोष्ठी गरेर अब सदस्यहरूलाई उद्यमशीलतातर्फ उन्मुख गराउने, आय आर्जनको बाटोहरू पहिल्यै दिने त्यो काम गरौँ। र यो वर्ष मुख्य हाम्रो चाहिँ कृषि उपजको सङ्कलन गर्ने त्यो कार्यक्रम रहेको छ। सदस्यता वृद्धि गर्दै जाने रहेको छ। त्यसरी दुध सङ्कलनलाई पनि अब गोठपानीपट्टि भयो, अब गोठगाउँमा पनि गर्ने भनेर यसपालि वडाबाट हामीलाई बजेट छुट्याइएको भन्ने जानकारी आएको छ। त्यो इम्प्लिमेन्ट गर्छौँ। त्यसरी अदुवा बेसार खेतीलाई पनि यसपालि अलि बढावा दिने, त्यसलाई धेरै ग्याप भयो। हामीले निरन्तर 4-5 वर्ष अनुदान लिएको थियौँ। यो 2 वर्ष हामीले त्यो अनुदान पनि पाएका छैनौँ र यसमा इफेक्टिभ काम गर्न नसकेको भएर यसपालि त्यो काम गर्ने भनेर हामी लागेका छौँ। कृषि विकास कार्यालय अब यस्तो डिजास्टर आयो, अब के हुन्छ, बजेट कटौती हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन। तर कृषि विकास कार्यालयले चाहिँ हामीलाई तपाईँहरूले बेसार खेती काम गर्छु भन्नुभएको छ, हामी त्यसमा सहयोग गर्छौँ भनेको छ। त्यो प्रपोजल खोल्ने बित्तिकै हामी प्रपोजल हाल्छौँ। मुनाफामा छौँ। यो इतिहासकै पहिलोचोटि मुनाफा हो। 2 लाख चान्चुन मुनाफा हुनु भने जहिले पनि घाटा हुन्थ्यो होइन। गत 2 वर्षबाट चाहिँ मुनाफा हुन थालेको थियो। मुनाफा पनि थोरै हुन्थ्यो, यसपालि अलिक राम्रो मुनाफा भएको छ। त्यसको कारण चाहिँ हाम्रो मल बिक्री, त्यसै गरी यो आएका अनुदानहरूमा चाहिँ खर्च कटौती गरेर खर्च कम गरेर हामीले केही पर्सेन्ट चाहिँ सहकारीमा राख्यौँ होइन। तिहार छठको शुभकामना व्यक्त गर्दै अब पालै लाएर हामी सबैले आज यस विजयदशमी शुभ दीपावली 2081 को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका सञ्चालक यस कार्यक्रमका सचिव भानुभक्त श्रेष्ठ र यसै संस्थाका आजका अध्यक्ष, आजका यस बैठकका अध्यक्ष गरिरहनु भएको अध्यक्षज्यू उमेश थापाज्यू र यसै वडाका जनप्रतिनिधि सदस्य हाम्रो सिर्जना श्रेष्ठज्यू र यहाँ सम्पूर्ण उपस्थित सबैलाई मानवहरूलाई मेरो नमस्कार। अब सर्वप्रथम यो यसपालिको यो असोज 12 गतेको दुःखद घटनाबाट हामीहरू सबैलाई अब सबैको अब जनधन सबैको क्षति भएको छ। त्यसैभरि त्यसको लागि म दुःख प्रकट गर्दछु र संवेदना गर्दा दिन्छु। र अर्थ यस्तै हो, सबैमा राम्रो छ। यसमा अब हाम्रो विजयादशमी शुभ दीपावलीको अब सबैलाई शुभकामना व्यक्त गर्दछु। र प्रदेशदेखि चाडपर्व मान्न आइराख्नु भएको छ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूलाई शुभकामना भन्न चाहन्छु। र 81 सालको 80 सालको भन्दा नि भव्य होस् 81 सालको बडा दशमी र अनि बडो दशमी र दीपावली, अझ दीपावलीमा पनि सबैजना दाजुभाइ दिदीबहिनी जमघट होस् भन्दै मेरा 2 शब्दहरू यही टुङ्ग्याउँछु। हस्त शुभकामना। 81 सालको विजयादशमी सबैलाई शुभकामना। 81 सालको विजय दशैंको सबैजनालाई शुभकामना छ। 81 सालको विजय दशमी तथा दीपावलीको चाहिँ मेरो तर्फबाट सम्पूर्णमा ह्याप्पी दसैँ भन्न चाहन्छु। सरकारी संस्थाले सञ्चालन गरेको 2081 सालको पावन अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मानवहरूलाई यस बडा दशैँको शुभकामना व्यक्त गर्न चाहन्छु। 81 को पावर अनुसार शुभकामना दसैँको। अब त्यहाँ आधुनिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षज्यू लगायत सम्पूर्ण सञ्चालकज्यूहरूमा म फेरि नमस्कार। सामाजिक आर्थिक र सांस्कृतिक रूपान्तरको साझा अभियान बने चाहिँ र दाइले अघि भन्नुभएको विषयहरू हिजो विगतलाई हेर्दा र अहिले आउँदा रूपान्तरण भएकै देखिन्छ।
र अरू कृषि सहकारीले अरू सहकारीहरूभन्दा अलिकति सबैतिर हेर्दा बुझ्दाखेरि कृषि सहकारीहरूको चाहिँ अलिकति तल किसानहरूबाटै अलिकति साथ र सहयोग मिलेर भन्दा अलिकति रूपान्तरण निकै भएको देखिन्छ। जस्तो अन्य सहकारीहरूमा चाहिँ धेरैजसो विशेष त काठमाडौँ सहरमा गाउँहरूको सहकारीहरूभन्दा पनि काठमाडौँको सहकारीहरूमा चाहिँ त्यही सञ्चालकहरू बिचमा चाहिँ त्यो सहकारीमा जम्मा भएको जुन पैसामाथि सञ्चालकै त्यो नजर अलिकति नराम्रो देख्ने बानीले चाहिँ सहकारीहरू धेरै अहिले डुबिरहेको अवस्थाहरू छ। जहाँ उत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने अन्य क्षेत्रमा लगानी गरेको हुनाले त्यो पैसा फेरि रिटर्न नफर्केको हुनाले धेरै सहकारीहरूको अहिले डुबेको अवस्थाहरू देखिन्छ अन्य सहकारीहरूमा। हाम्रो लिखु सङ्गम बचत तथा ऋण सहकारी संस्थाको हकमा चाहिँ हामीभन्दा अग्रज दाई अङ्कलहरू सबैजना मिलेर गाउँबाट काठमाडौँ गएर बसोबास गर्ने क्रममा अथवा रोजगारी सिर्जना गर्ने क्रममा 200 रुपियाँ उठाएर भोलि पालो सिस्टममा चलाउँ है भन्दै जाँदाखेरि आज सहकारीको रूप लिएर ठुलो भएको अवस्था। र हामीले चाहिँ मान्छेलाई लोन पनि उसले के काममा प्रयोग गर्दैछ भनेर बुझेर मात्रै लोन लगानी गर्ने र थोरै लगानी गर्ने भएकोले गर्दा पनि हाम्रो सहकारी चाहिँ अहिलेसम्म राम्रै अवस्थामा चलिरहेको। त्यो सँगै अब आज चलिरहेको विजयादशमी, शुभ दीपावली, छठ पर्व समग्र सबैजनालाई मेरो व्यक्तिगत तर्फबाट र लिखु सङ्गम बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट शुभकामना भन्दै म बिदा चाहन्छु। नमस्कार। नमस्कार। सबैभन्दा बुढो पनि मै छु, कटु लाउने नि मै छु। अर्थ त अब के भन्नु, खास गरी 21 सालको शुभकामना सबैलाई। अनि अलिकता सबैलाई सुविधा चाहिएको छ, बैठकमा आउनु त अहिले त सबैजना गाह्रै मान्छन्। त्यस पछाडि यसपालिको बाढी पीडितले गर्दाखेरि हाम्रो झन्डै भेटघाट नभएको, जो भेटघाट कार्यक्रम चाहिँ राम्रै भयो। यति नै। नमस्कार। यस कार्यक्रमका अध्यक्षता गरिरहनु हुने अध्यक्षज्यू, यो आधुनिक कृषि सहकारी हाम्रो भइसक्यो, सञ्चालन सुरुवात भएको त अहिले कति 10-15 वर्ष 14 वर्ष भइसक्यो। 14 वर्षको पिरियडमा अहिले 2 वर्ष भयो हाम्रो यो दसैँ तिहारको शुभकामना आदान प्रदान गरेको र खुसी लागिरहेको छ। काठमाडौँबाट आउने दाजुभाइ दिदीबहिनी सम्पूर्णमा यो 81 सालको अब दसैँ तिहारको राम्रोसँग मान्नु होला भन्ने शुभकामना। हामीले चाहिँ यो शुभकामना आदान प्रदान भन्दा पनि हाम्रो एकदम विकट ठाउँमा बसेर हाम्रो महिला दिदीबहिनीहरू, आमाहरू, दाजुभाइहरू सम्पूर्णलाई चाहिँ एउटा बोल्ने शैली र हाम्रो केही क्षमता बढोस् भनेर पनि हामीले धेरै अगाडिदेखि यो ठाउँलाई केही हामीले उत्थान गर्दै जानु पाए, केही विकासहरू बढ्थ्यो होला भन्ने हाम्रो धारणा थियो। गर्दै लाँदा हाम्रो आमाहरू वडाभरिमा, मैले समग्रमा भन्छु, हाम्रो आमाहरू चाहिँ यो एउटा आमा समूह सरकारले नीति बनाइदिनु भएको थियो र स्वास्थ्यले पनि पहिलो प्राथमिकता आमा समूहलाई दिएको भएर हामीले यो ठाउँ यतिको बनाउनु सक्ने चाहिँ हाम्रो आमा समूह श्री धन्येश्वरी आमा समूह भनेर आमा समूहको अध्यक्ष पनि हेरिराख्नु भएको छ, अघि नै आउनु भएन। आमा समूहबाट के हाम्रो स्वास्थ्यमा विकास हुन सक्छ भन्ने कुराहरू जानकारीको लागि हाम्रो प्रत्येक महिनाको एकपटक मिटिङ बसेर हामीले सानो कुराहरू छलफल गर्थ्यौँ। त्यस्तै आज चाहिँ ठ्याक्कै 25 गते पनि हाम्रो आमा समूहको मिटिङ बस्ने दिन पनि रहेछ। आमा समूहलाई याद आएर मैले यो कुराहरू राखेँ। अब कृषि क्षेत्रमा यो आधुनिक कृषि सहकारीले चाहिँ पाटो फरक भएर अहिले नि भनिसक्नुभयो अग्रज वक्ताहरूले, पाटो फरक भएर यो सहकारी चाहिँ धेरै टाढा भए पनि वडाले पनि नजर लाउनु पर्ने ठाउँ यही सहकारी आधुनिक कृषि
सहकारी नै परेको भएर वडाले अलिकति बजेटहरू छुट्याउने धेरै अगाडिदेखिको बेसार खेतीमा हरेक वर्षमा 2-3 वर्ष 2 लाखको दरले छुट्याइराख्नु भएको थियो अनुदान। अहिले पनि डेढीलाई यो 80 सालमा छुट्याइयो। अब 81 सालमा पनि वडामा गोठगाउँतिर पाटोमा छुट्याउने भनेर छुट्याइया छ। अब हामीले चाहिँ भन्नुपर्दा समग्रमा वडा अथवा यहाँको हामी बसेको बासिन्दा भएर चाहिँ मैले चाहिँ के भन्छु भने हरेक टाढा टाढाबाट दाजुभाइ अहिले दसैँ भनेर हाम्रो 1 वर्षमा आउने दसैँ चाड मानौँ भनेर जम्मा भएको छौँ। त्यसै गरी अन्त टाढा गएर हामीले धेरै दुःख गर्नुभन्दा आफ्नै ठाउँमा यो आधुनिक कृषि सहकारीबाट लोन निकालेर कृषि क्षेत्रमा व्यवसाय के गर्ने, पशुमा गर्ने कि तरकारी खेतीमा गर्ने कि त्यतातिर पनि हरेक दाजुभाइ दिदीबहिनीले अलिकति ध्यान लगाइदिनु होला भन्ने आशा छ। अनि हाम्रो भूभाग अनुसार कुन बाली हुन्छ त्यो पनि अब वडाले पनि यो कृषि क्षेत्रमा हेर्ने एकजना सर हुनुहुन्छ, उहाँले आएर भनिदिइहाल्नुहुन्छ माग गरेपछि। अब आधुनिक कृषि सहकारीले अहिले नयाँ प्रविधि के थपिँदैछ भने मलाई खुसी लागेको चाहिँ एउटा टनेल भनिन्थ्यो धेरै साल अगाडि 5-6 वर्षदेखि अगाडि नै हाम्रो टनेल भनेर बाँसले बार्ने त्यस्तो आइरहेको थियो। अहिले चाहिँ नयाँ प्रविधि के आयो भने यस्तै फलामको टनेल बनाउने, त्यो चाहिँ कयौँ वर्षलाई टिक्छ भनेर टनेल बनाएर अहिले गोठगाउँमा 4 टनेल भित्रेको छ। त्यसै गरी नयाँ यो भनौँ कृषि क्षेत्रमा नयाँ औजारहरू आउने त्यस्तो भइरहेको छ। अहिले फेरि हामीले डेढी सञ्चालन गरेका छ। हामी डेढी सञ्चालन गरेपछि भइगयो नि भनेर हामी चुप लाएर बस्नुभन्दा पनि पशु क्षेत्रमा अलिकति ध्यान दिएर पशुलाई चाहिँ हामीले अलिकति बढाउँदै लग्यौँ भने हाम्रो डेढी पनि मन्थलीमा पनि हामीले 10 लिटर दुधले भानुजीले सुरुवात गरे हो भने म पनि त्यहीँ थिएँ। त्यसै गरी अहिले हाम्रो गोठपानीमा पनि अब त्यस्तै 10-15 लिटर दुधले सुरुवात गर्नुभएको छ। त्यो डेढीलाई पनि अलि माथिल्लो स्तरमा पुर्यायौँ। हामीले नयाँ प्रविधि सोध्नुपर्ने रहेछ समयअनुसार भन्ने मेरो शब्दहरू राख्दै यो आउँदै गरेको अब दसैँ तिहारको सबै टाढाबाट आउनुभयो, कस्तो बाढी पीडितबाट लडी भिडी आउनु भएको छ, सबैजनामा शुभकामना भन्दै संस्थाको चाहिँ आज बडा दसैँको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष गरिरहनु भएको अध्यक्षज्यू तथा सम्पूर्ण सञ्चालकज्यूहरूलाई मेरो नमस्कार। यो आधुनिक कृषि सहकारीको बारेमा चाहिँ विस्तृत जानकारी भनौँ न प्रगतिहरू हाम्रो भानुजीबाट पनि सुनिसकेका छ। एकदम राम्रो लागेको छ, खुसी लागेको छ। र अब बाँकी उहाँ हाम्रो अरू अध्यक्ष भनौँ न सञ्चालक सदस्यज्यूहरूले पनि भन्नुहुनेछ अझ विस्तृत रूपमा। र साथै यो एकदम प्रगतिहरू देखेर सुनेर र पनि हामीलाई एकदम खुसी लागेको छ। र यसै कार्यक्रममा अब दसैँको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुनुभएको सम्पूर्ण अतिथि भनौँ न साथीभाइहरूलाई सम्पूर्ण नमस्कार छ। र मेरो पनि सबैलाई दसैँको शुभकामना छ। विजय दशमी र अहिले आउँदै गरेको शुभ दीपावलीको साथसाथै छठ पर्वको यो पावन अवसरमा यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। र यस अध्यक्षज्यू, त्यसै गरी पूर्व अध्यक्षज्यू, हाल सचिवज्यू, साथै व्यवस्थापकज्यू र विचार वाटिकाका सञ्चालकज्यू, त्यसै गरी विद्युत सङ्गम बचत ऋण सहकारीका सञ्चालकज्यू, ठ्याक्कै पद चाहिँ आएन होइन, सञ्चालकज्यूहरू लगायत सम्पूर्ण समाजसेवीहरू सबैमा मेरो पुनः नमस्कार। खास गरी कृषि सहकारी संस्थाले चाहिँ अहिले हरेक क्रियाकलाप गरिरहेको चाहिँ सबैको लागि आय आम्दानी होस् र जीवन स्तर सुधारियोस् भन्ने किसिमले चाहिँ जति पनि काम गरिरहेको छ त्यो एकदमै अब हालको लागि चाहिँ सराहनीय छ भन्न चाहन्छु। र अब धेरै लामो त के कुरा गरिराखौँ। अब यो अहिले दुधको सङ्कलनको बारेमा चाहिँ मलाई चाहिँ अब कृषि सहकारीले चाहिँ एउटा दिनुभएको छ, जिम्मा दिनुभएको छ।
यसमा असार 1 गते विधिवत तरिकाबाट चाहिँ हाम्रो नगरपालिकाका मेयरज्यूबाट चाहिँ उद्घाटन भयो। तत्पश्चात अहिलेसम्म असार 1 गतेदेखिको अहिलेसम्म मोटामोटी मैले चाहिँ 95,000 जतिको चाहिँ दुधको चाहिँ कारोबार गरिसकेको छु। अब यहाँभन्दा लामो नपताउँ, फेरि अब आशा छ योभन्दा चाहिँ अब दिन प्रतिदिन अब बढ्दै जानेछ। यहाँ हुँदैछौँ यो दसैँमा अब स्वस्थकर खाना खाउँ, धेरै अब खाएर पनि बिरामी हुन्छ कहिले होइन। अब मासुहरूको बढी युज हुने भएकोले त्यही सबैलाई अनुरोध गर्दै आजको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिँदै आजको यो शुभकामना कार्यक्रम अन्त्य गरिदिनु हुन संस्थाका अध्यक्ष आधुनिक कृषि सहकारी संस्थाद्वारा आयोजित 81 सालको दसैँको पावन अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा यहाँहरू विभिन्न सङ्घ संस्थाहरूबाट आउनुभएका अर्थात् उपस्थित हुनुभएका उपस्थित महानुभावहरू र सियर सदस्यज्यूहरू र अरू उपस्थित महानुभावहरूमा यस विजयादशमीको शुभकामना छ सर्वप्रथम त, र यहाँहरूको उत्तरोत्तर प्रगति पनि होस्। र हाम्रो यो कृषि आधुनिक कृषि सहकारी संस्थाले सुरुमा हामीहरूकै यहीँ बसोबास गर्ने स्थानीय व्यक्तिहरू, कृषिमा लागेका व्यक्तिहरूलाई सस्तो गरी ऋण उपलब्ध गराएर कृषिमा व्यवसायीकरण गर्दै र आफ्नो उन्नति बढाउनको लागि स्थापना भएअनुसार अहिलेसम्म जुन कार्य गर्दै आइरहेका छन्, सामान्यतः मुख्य कार्य प्रगतिहरू छोटकरीमा हाम्रा सचिवज्यूले भनिसक्नुभयो र हामीले हाम्रो कार्यक्षेत्रहरू विस्तार बढाउँदैछौँ। जस्तै अब हामीले अहिले कृषि क्षेत्र अन्तर्गत पशुपालन, तरकारी खेती र फलफुल खेतीहरूमा हामीले आफ्नो क्षेत्रहरू विस्तार गरिसकेका छौँ र त्यसमा हामीले आवश्यक प्रविधि सरसहयोगहरू गर्दै आइरहेका पनि छौँ र अन्य कार्यक्रम विस्तारमा हामी कफी खेतीतिर पनि जाँदैछौँ र अन्य क्षेत्रहरू पनि हामी पहिचान गर्दैछौँ। र अब हामीले यी सबै के को लागि भन्दा हामीले हाम्रा यहाँका किसान दाजुभाइ दिदी बहिनीहरूलाई आत्मनिर्भर बनाउने, गुजारामुखी भन्दा पनि अलिक व्यवसाय गरेर अलिक आर्थिक प्रगति गर्ने तर्फ उन्मुख गराउनु नै यो सहकारी संस्थाको मुख्य उद्देश्य छ। र यसको अब रणनीति केही समयसम्म पछि यसको रणनीति के हुनेछ भने हुन आवश्यक छ र त्यसतर्फ उन्मुख पनि हुनेछौँ। हामीले बाहिर आएको वस्तुहरू किन्दै हाम्रो खल्तीको पैसा स्वयं बाहिर पठाउने, अहिले गाउँमा खेताला पात गर्यो डिउ के गर्यो डिउ पेप्सी त्यस्तै प्रयोग गर्छौँ, रेड बुल हामीले यहाँको पैसा चाहिँ उता पठाइरहेको छौँ। अब हाम्रो यो संस्थाको पछि रणनीति के हुनेछ भन्दा छोटकरीमा सारांशमा हाम्रो उत्थान गर्नलाई हामीलाई व्यावसायिक बनाउन अब यता उत्पादित उपजहरू पठाउने, उता पैसा यता ल्याउने, पैसा चाहिँ हामीमा नै घुमाइराख्ने, हामीलाई चाहिने मुख्य पैसा चाहिँ यही नै घुमाइराख्ने, त्यो हाम्रो मुख्य रणनीति छ। र अहिलेसम्म अब यो संस्थाले के प्रगति गरिरहेका छौँ, केमा सहयोग गरिरहेका छौँ, हाम्रा सचिवज्यू लगायत अरूहरूले पनि वक्ताहरूले पनि भनिसक्नुभयो। र अहिलेसम्म हामी सन्तोषमुख नै छौँ र उन्नतिमुख नै छन् संस्था पनि, उन्नति र प्रगति गर्दैछौँ र यसलाई अझ उन्नत गर्दै लानेछौँ। र अब अर्को के कुरा भनौँ, अब यो 2081 सालको विजया दशैँको उपलक्ष्यमा यहाँहरूलाई उत्तरोत्तर प्रगति होस् र दुर्गा भवानीले यहाँहरू सबैले सद्विवेक सद्मुक्ति दिउन्, सत्पथतिर लाग्ने उत्प्रेरणा जगाउन् भन्दै मेरो यो शुभकामना यही टुङ्ग्याउँछु र यस कार्यक्रमलाई पनि समापन भएको घोषणा गर्दछु। धन्यवाद।